राष्ट्रपति प्रधानमन्त्री चुनाव गराउँ भन्नुहुन्छ भने नगराउँ हामीले भनेको छैन, तर वातावरण बनाउनुस् भनेको छ। खोइ वातावरण बनेको? वातावरण बन्ने लक्षण छैन, वातावरण बनेको छैन। अहिले पनि विभिन्न ठाउँमा आक्रमण हुने, कतै जान नदिने, नेताहरूमाथि प्रतिबन्ध, अनेक प्रकारका अखबारबाजी, सामाजिक सञ्जालहरूबाट दुष्प्रचार, एउटा मिडिया ट्रायलको स्थिति, लगातार यस्तो कुराहरू भइरहेको छ र त्रास खडा गर्ने वातावरण बन्यो। जेनजीका नाउँमा बच्चा बच्चीलाई त्रास देखाए जस्तो जेनजी आउँछ, लौ जेनजी, जेनजीले तर्साउँछ, जेनजीले यस्तो गर्छ उस्तो गर्छ भनेर कुनै आकार प्रकार केही नभएको हाम्रा नवयुवाहरूको नाम बेचेर जेनजीका नाममा केही छट्टु टाठाबाठाहरूले खाने गरेका छन्। अनि यसरी वातावरण बनेको छैन, वातावरण बन्ने सम्भावना पनि छैन। अहिले चुनावको सम्भावनै देखिँदैन। अब यसमा चुनावको वातावरण हामीले बनाउने होइन, हामीले त वातावरण के बिगारेको छ र बनाउने? हामीले बिगारेको छ र? मान्छे मार्छौँ काट्छौँ भन्दै हामी हिँड्या हो र? नेताहरूलाई चुनावमा घरबाट बाहिर निस्किन दिन्नौँ हामीले भने हो र? त्यत्रो भयावह स्थिति भएर फर्किने बित्तिकै जसमाथि टार्गेट गरिएको छ, जसको सुरक्षा थ्रेट चरम अवस्थामा छ, त्यति बेला हाम्रो सुरक्षा खोस्यो सरकार, अथवा घरबाट बाहिर ननिस्क भने त